हिजो चाहिँ हाम्रो पसलमा भयो मात्र 20-25 हजारको कमाइ। यो चाहिँ एकदमै कम कमाइ हो। सो हेलो एन्ड नमस्ते, वेलकम टु माई मिनी भ्लग एभ्रिवान। यो चाहिँ मेरो हिजो शनिबारको भिडियो हो। हिजो म चाहिँ रिमरिमे उठेर बजार गएको थिएँ, तर बजार पुग्दा यस्तो भइसकेछ होइन। हामी बिहान 6 बजे हिँड्दा अँध्यारै हुन्छ अनि बजार पुग्दा यस्तो भइसक्यो हुन्छ। यो चाहिँ हाम्रो सामान राख्ने ठाउँ हो। हामी पुग्दा चाहिँ हाम्रो बडा बाउहरू बिहान पुगेर सामान निकालिसक्नु भएछ, किनभने उहाँहरूको चाहिँ अटो छ, हाम्रो चाहिँ छैन नि त। हामी चाहिँ लेफ्ट राइटमा हो। सो म पनि फटाफट लागेँ हाम्रो स्टोरतर्फ। यो चाहिँ हाम्रो बजार शनिबारको लागि सामान राख्ने स्टोर हो। यहाँ चाहिँ हामी कम मात्रैमा सामान राख्छौँ। पसल चाहिँ हाम्रो सलेरीमा छ अनि हाम्रो मम्मी चाहिँ पालसाल ओछ्याएर सामान राख्नलाई रेडी भइसक्नु भएछ। अनि म चाहिँ सामान बोक्ने, मम्मी चाहिँ सामानलाई मिलाउने, डेकोरेट गर्ने। अनि यो चाहिँ हाम्रो आधी सामान निकालिसकेपछि मम्मी चाहिँ सामान मिलाउँदै हुनुहुन्थ्यो, म चाहिँ बोक्दै थिएँ। टोइलेट गएको पानी त यस्तो रहेछ जाम मेरो, अनि मेरो बिजोग भयो। अनि यो चाहिँ हाम्रो फाइनल लुक हो। पसलमा सामान सबै निकालिसकेपछि यहाँ चाहिँ हजुरहरूको किचनमा प्रयोग गर्ने सामानदेखि बिहे व्रत बन्धमा चाहिने जलधारा, डाली, छुसाङ, भाँडाहरू सबै सामानहरू, बिहेको लागि गिफ्ट दिन चाहिने सामानहरू पनि हाम्रो पसलमा उपलब्ध रहेको छ। अहिले चाहिँ प्राय सबैजनाले यो छुसाङ चाहिँ धेरै लानुहुन्छ होइन, मगरहरूले चाहिँ गिफ्ट दिनको लागि। तर यो चाहिँ खास शेर्पाहरूको लागि भन्ने चलन थियो। अहिले चाहिँ सबैजनाले युज गर्नुहुन्छ। अनि मम्मीलाई कस्तो छ भनेको, मम्मीले त मलाई त चिसोले पसिना आयो अरे। चिसोको त के कुरा गर्नु, मम्मीको गाला हेरेर थाहा पाउनु भयो होला तपाईँले। रातो रातो होइन, मान्छे हेर्दा राम्रो देखिन्छ तर गालाहरू एकदमै चिसोले पुरा रातो। अनि हाम्रो पसलमा चाहिँ तपाईँले खुकुरी, कोदालो, डाडु होइन सबै सामानहरू पाउन सक्नुहुन्छ। यो चाहिँ हाम्रो हिजोको फर्स्ट कस्टमर हुनुहुन्थ्यो। उहाँले चाहिँ हामीलाई बोनीको टाइममा भएर यति धेरै बार्गेनिङ गर्दा गर्दा 1200को सामान 900मा लगेर जानुभयो। हजुरहरूलाई पनि हल्का छुट चाहिन्छ भने कति बेला आउनु त, बोनीको टाइममा। त्यसपछि म गएँ चिया खान। यो चाहिँ मैले चिया पसलमा लिएर खाएँ। अनि यो चाहिँ माघे सङ्क्रान्ति बजारको हप्ता भएर सब फलार फुलुर मात्र थियो नि त पसलमा चाहिँ। त्यसपछि फराल फुरुल हेरेर घुमेर भ्याएर म गएँ खाजा खान। अनि फेरि खाजा खाइसकेपछि गएँ म बजार घुम्न होइन। अनि बजार चाहिँ सबै तरकारी पसलहरू यो चाहिँ, तर बिहान मात्र तरकारी पसलमा एकदम भिड हुन्छ, त्यसपछि भने खासै देखिँदैन होइन। अनि यो चाहिँ सुन्तलाको बजार, फराल फुरुलको बजारहरू मात्र थियो हिजो चाहिँ। त्यसपछि फेरि ल एक राउन्ड हानिदिउँ त भनेर कपडा पसलतिर पनि गएँ। कपडा पसलमा चाहिँ साउजी चिलमा बसिरहनु भएको छ, बिक्री नभएर होइन। व्यापार भन्ने कुरा यस्तै हो, कहिले धेरै कहिले माथि, कहिले हुँदैन, कहिले त्यतिकै फर्किनुपर्छ, कहिले भने 1,00,000 2,00,000 बोकेर आउनुपर्छ। यस्तै छ व्यापार। हाम्रो यो तामाको सामानहरूको सिजन चाहिँ बिहेको सिजनमा धेरै चल्ने गर्छ। अहिले पुसमा चाहिँ खासै हुँदैन नि त। अहिले त्यही पनि तामाको महँगाइले उचाइ छोएर मान्छेहरूले तामा त किन्नुहुन्न होइन। त्यसपछि हाम्रो बजार चाहिँ फिनिस्ड भएर मैले चाहिँ सबै सामानहरू उलाइसकेको थिएँ। यो चाहिँ बजार सकिसकेपछिको दृश्य हो। प्रायः सबैजनाले सामान उठाइसक्नु भएको थियो, केही पनि थिएन बजारमा, मान्छेहरू सबै गइसक्नु भएको थियो अटोको पर्खाइमा। त्यसपछि हामी फर्किएर चिकन लाने कुरा भयो अनि हामी साउजीसँग चिकन काट्न लाएर फर्क्यौँ। मम्मी चाहिँ थाकेर इत्रु भएर बस्नु भएको थियो। फर्किँदा त रातिको 5 बजेर 30 मिनट गइसकेको थियो। बाई।